आज चाहिँ म तपाईहरुलाई मेरै छेउमा रहेको म बसेकै छेउमा रहेको एसियाकै वान अफ द बेस्ट नमुना पार्क बेसबल पार्क म तपाईहरुलाई देखाउन गइरहेको छु। यो चाहिँ यहाँको बस स्टप हो। यो चाहिँ वासाङ थ्रिम्पाको बस स्टेसनको नाम। टक्क यहाँनिर आएर यो ठाउँमा अर्लेर ड्रिम पार्क घुम्न सक्नुहुन्छ। यो चाहिँ बस स्टप हो। कति राम्रो छ। यो साइकल लेनहरु यहाँनिर चाहिँ बिहान बिहान मर्निङ वक रनिङ गर्नेहरु आउँछ, रनिङ गर्छ। यहाँनिर एकदम सुन्दर फुलहरु फुलिरहेछन्, फुल्दै छ। अब 2-3 दिनमा चाहिँ एकदमै राम्रो फुल्छ। यहाँनिर शीतलमा गर्मीमा बस्ने ठाउँहरु यसरी बनाइएको छ। यो चाहिँ पार्कको म्याप हो, डिजाइन। सुन्दर फुलहरु फुलेको छ यहाँ देख्नुहुन्छ। फुलहरु यसरी कस्तो राम्रो फुलहरु फुल्दैछ। यो भर्खर फुल्दैछ, अब 2-4 दिनमा एकदमै राम्रो हुन्छ। कस्तो सुन्दर फुल फुलेको छ। यो चाहिँ रोप्ने यस्तरी रोपेको छ क्या, कस्तो झप्प पाराले झप्प एकदम ग्रुपै रोपेको छ क्या। यो चाहिँ त जाने बाटो रहेछ। छुच्छाजाङ लेखिरहेछ। यहाँ चाहिँ पार्किङ रहेछ। यो चाहिँ वासाङ ड्रिम पार्कको अफिस हो। पार्क एकदमै सफा छ। बाटोहरु एकदमै सफा छ। कहीँ कतै धुलो फोहोर केही देखिँदैन। यो चाहिँ हेर्ने ठाउँ हो। बाहिर यसरी बनाएको छ। यहाँ गाउँ एकदमै व्यवस्थित छ। त्यहाँ भएको भित्रीको चौरी चाहिँ प्राकृतिक चौरी हैन, यो चाहिँ कृत्रिम हो। रबरको बिछाएको छ। त्यसले गर्दा पानी पर्दा जुन चाहिँ यो बेसबलको पिच हुन्छ, यो पर देखेर त्यो डिस्को सानो, त्यो चाहिँ माटोको बनाइएको हुन्छ। त्यसमा चाहिँ प्राय सबै ठाउँ माटोकै हुन्छ। त्यो चाहिँ किन हो त्यो चाहिँ मलाई पनि थाहा भएन। यो ग्राउन्ड चाहिँ कृत्रिम चौरी प्रयोग गरेर बनाइएको हुन्छ र यो एकदमै व्यवस्थित छ, एकदमै सफा पनि छ। यता पनि अर्को ग्राउन्ड छ। ग्राउन्डको वरिपरि चाहिँ जाली लगाएको हुन्छ यसरी अल्को अल्को, किनकि बल एकदमै कडा हुन्छ र बलले लाग्यो भने मान्छे मर्न पनि सक्छ। त्यही भएर यहाँनिर चाहिँ यस्तरी जाली लगाइएको हुन्छ। बच्चाहरू एकाडेमीको बच्चाहरू प्र्याक्टिस गर्दैछ। आज चाहिँ टुर्नामेन्ट हुँदै रहेछ। यहाँनिर भित्र ग्राउन्डमा गेमहरू हुँदैछ। कसै चाहिँ बाहिर आएर यसरी प्र्याक्टिसहरू गरिरहेछ, वार्मअप गर्दैछ। सानो सानो बच्चाहरूको गेम हुँदै रहेछ।
सानो सानो बच्चाहरूलाई यसरी उमेर समूहअनुसार मिलाएर सानैदेखि यसरी तालिमहरू दियो भने पछि बच्चाहरू देशको लागि एकदमै राम्रो प्लेयर बनेर आउँछ। त्यही भएर यसरी बच्चाहरूलाई ट्रेनिङ दिइरहेको हुन्छ। आज सटरडे भएर होला सबैजसो ठाउँमा गेम भइरहेको छ, प्र्याक्टिसहरू भइरहेको छ। र यो फ्लड लाइटहरू हेर्नुहोस् त, एकै ठाउँमा 8वटा ग्राउन्डमा सबै ग्राउन्डमा फ्लड लाइटहरू जडान गरिएको छ। र यो फ्लड लाइटको कुरा गर्दा हाम्रो देशमा नाइटमा रात्रिकालीन क्रिकेट खेल्नको लागि एउटा पनि स्टेडियम बनाइएको छैन। र अहिले काठमाडौँको टियु इन्टरनेसनल क्रिकेट मैदानमा फ्लड लाइट सहितको प्याराफिट बन्दै गरेको सुन्दा एकदमै खुसी लाग्छ र हामी एकदमै खुसी पनि छौँ त्यस्तो बन्दाखेरि। तर यहाँनिर हाम्रो देशैभरमा भर्खर एउटा फ्लड लाइट भएको क्रिकेट मैदान बन्दैछ भने यहाँनिर बेसबलको लागि यो एउटा सानो ठाउँमा सौलदेखि धेरै टाढा यस्तो ठाउँमा पनि 8वटा ग्राउन्डमा 8वटामा डे नाइट गरेर खेल्न सकिने यस्ता फ्लड लाइटहरू जोडिएका छन्। त एउटा चाहिँ छ फ्लड लाइट जो फुटबलमा चाहिँ छ दशरथ रङ्गशालामा, त्यो चाहिँ हामीले देख्दै आएका छौँ। र अब बिस्तारै बिस्तारै नेपालमा पनि हाम्रो देशमा पनि बन्छ होला आशा गरौँ। टियु इन्टरनेसनल क्रिकेट मैदानमा मात्र होइन, देशैभरिको फुटबल, क्रिकेट र अन्य भलिबल र अरू एकाडेमीहरूमा पनि फ्लड लाइटहरू बनेको देखियोस् र खेलाडी मान्छेहरू बस्ने ठाउँ गर्मी भएन यहाँनिर बस्न सकिन्छ। पार्क चाहिँ एकदमै राम्रो छ, एकदमै सुन्दर छ। यहाँनिर 8वटा ग्राउन्डहरू छ जुन चाहिँ एकदमै राम्रो छ। बेसबल भन्नाले चाहिँ हाम्रो देशमा र हाम्रो प्राय गरी साउथ एसियामा खासै खेलिँदैन र खासै बेसबलको बारेमा थाहा पनि छैन। जसरी हाम्रो साउथ एसियामा क्रिकेट खेलिन्छ त्यसै गरी यो क्षेत्रमा बेसबल खेल्ने गरिन्छ। जसरी साउथ एसिया लगायत ब्रिटिस एम्पायरको शासनमा रहेको देशहरूमा जसरी क्रिकेट खेलिन्छ त्यसै गरी यो क्षेत्रमा कोरिया, जापान, ताइवान, हङकङ, अमेरिका यी ठाउँहरूमा चाहिँ बेसबल एकदमै धेरै लोकप्रिय छ र यहाँ एकदमै धेरै मात्रामा बेसबल खेल्ने गरिन्छ र एकदमै व्यवस्थित ग्राउन्डहरू पनि छ। र यो क्षेत्रको मान्छेहरूले क्रिकेटको बारेमा केही थाहा छैन र उनीहरूले क्रिकेटका महान खेलाडीहरू विराट कोहली, सचिन तेन्दुलकर, ब्रायन लारा, ब्रेट ली जस्ता यी खेलाडीहरू को हो यिनीहरूले चिन्दैन र यिनीहरूलाई थाहा पनि छैन। र यो ठाउँ विशेष गरी युथहरूको लागि एकाडेमीको रूपमा एकदमै व्यवस्थित तरिकाले बनाइएको छ, जुन चाहिँ एसियाको नमुना नम्बर 1 नमुना बेसबल पार्कमा गनिँदो रहेछ। र यो एकदमै सुन्दर छ र एकदमै राम्रो पनि छ र एकदमै ठुलो ठाउँमा पनि फैलिएको छ।